कहिलेकाहीँ यस्तो लाग्दैन कि केही मान्छेहरूले चाहिँ आफूले चाहेको जस्तो जीवन कसरी बाँचिरहेका छन्, चाहे त्यो पैसा होस्, राम्रो स्वास्थ्य होस् वा खुसी नै किन नहोस्। यस्तो लाग्छ मानव उनीहरूसँग कुनै जादुई शक्ति छ। ल, आज हामी त्यही रहस्यको बारेमा कुरा गर्नेछौँ जसले यो सबै सम्भव बनाउँछ भनेर विश्वास गरिन्छ। एकछिनलाई सोच्नुहोस् त, के होला यदि इतिहासका सबैभन्दा महान, सबैभन्दा चलाक मानिसहरूलाई एउटा साझा रहस्य थाहा थियो भने? एउटा यस्तो गुप्य सूत्र जसले उनीहरूलाई सफलताको शिखरमा पुर्यायो? प्लेटोदेखि लिएर आइन्स्टाइनसम्म, चाहे ती दार्शनिक हुन् वा वैज्ञानिक, कलाकार हुन् वा सङ्गीतकार, भनिन्छ कि यी सबै महान हस्तीहरूले एउटा साझा रहस्य बुझेका थिए। अब सोच्नुहोस् त, यदि यो कुरा साँचो हो भने त्यो रहस्य कति शक्तिशाली होला। त्यसो भने अब प्रश्न उठ्छ, आखिर के हो त यो रहस्य? ल, अब पर्दा उठाएर हेर्ने बेला भयो। त्यो रहस्य अरू केही होइन, त्यो हो आकर्षणको नियम। यसलाई ब्रह्माण्डको सबैभन्दा शक्तिशाली नियम मानिन्छ, तर यो जति शक्तिशाली छ त्यति नै सरल पनि। तर यो आकर्षणको नियम सुन्दा अलि रहस्यमय लाग्न सक्छ। खासमा यो हो के? आउनुहोस् यसलाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गरौँ। एकदमै सरल शब्दमा भन्नुपर्दा आकर्षणको नियमले के भन्छ भने हामी जे कुरामा आफ्नो सोच र ध्यान लगाउँछौँ त्यही कुरालाई हामी आफ्नो जीवनतिर तान्छौँ। मतलब हाम्रो सोच नै हाम्रो जीवनमा भइरहेको हरेक राम्रो नराम्रो कुराको जड हो। यसको मुख्य सिद्धान्त त झनै सजिलो छ। उस्तैले उस्तैलाई तान्छ। जसरी एउटा चुम्बकले फलामलाई मात्र आफूतिर तान्छ, काठलाई तान्दैन, ठिक त्यसरी नै हाम्रो सोचले पनि आफू जस्तै परिस्थिति र अनुभवहरूलाई जीवनमा तानिरहेको हुन्छ। यसलाई बुझ्नको लागि दुईवटा उदाहरण हेरौँ। पहिलो, जोन अशारफले भने जस्तै हाम्रो हरेक सोच एक शक्तिशाली चुम्बक जस्तो हो। यसले लगातार केही न केही आफूतर्फ तानिरहेको हुन्छ, चाहे हामीलाई थाहा होस् वा नहोस्। दोस्रो, हाम्रो दिमागलाई एउटा रेडियो टावर सम्झिनुहोस्। हाम्रो हरेक सोचले एउटा निश्चित फ्रिक्वेन्सी वा भाइब्रेसन बाहिर पठाइरहेको हुन्छ। अब यदि हामी दिनभरि अभाव र चिन्ताको फ्रिक्वेन्सीमा सोचिरह्यौँ भने जीवनमा त्यस्तै घटनाहरू घट्छन्। जीवन बदल्नु छ भने आफ्नो सोच बदलेर त्यो फ्रिक्वेन्सी नै बदल्नु पर्यो, मानौ एउटा च्यानल चेन्ज गरे जस्तै। जुन अशारफको यो भनाइले यो कुरालाई अझै प्रष्ट पार्छ। हामी जे कुरा धेरै सोच्छौँ त्यस्तै बन्दै जान्छौँ र त्यही कुरालाई आफ्नो जीवनमा निम्तो दिइरहेका हुन्छौँ। हाम्रो सोच र हाम्रो जीवनका अनुभव बीच सिधा सम्बन्ध छ। ल, सिद्धान्त त बुझियो, सुन्दा रोचक पनि लाग्यो, तर यसलाई आफ्नो जीवनमा लागू चाहिँ कसरी गर्ने? अब हामी यसको व्यावहारिक पक्षतिर जाउँ। द सिक्रेटले यसका लागि 3 चरणको एउटा प्रक्रिया सिकाउँछ। पहिलो, माग्नुहोस्। ब्रह्माण्डलाई स्पष्टसँग भन्नुहोस् कि तपाईँलाई के चाहिएको हो। दोस्रो, विश्वास गर्नुहोस्। यो भरोसा राख्नुहोस् कि त्यो कुरा तपाईँले पाइसक्नुभयो। र तेस्रो, प्राप्त गर्नुहोस्। मतलब त्यो कुरा पाएपछि जति खुसी र आनन्द मिल्छ त्यो अहिले नै महसुस गर्नुहोस्। यसलाई बुझ्नको लागि अल्लादिनको कथाको जिन्नलाई सम्झ्यौँ न। ब्रह्माण्ड पनि त्यस्तै जिन्न जस्तै हो। यसले हाम्रो हरेक सोचलाई, चाहे त्यो राम्रो होस् वा नराम्रो, एउटा आदेशको रूपमा लिन्छ र सधैँ भन्छ, तपाईँको इच्छा मेरो लागि आदेश हो। र यदि यो माग्ने प्रक्रियालाई अझै शक्तिशाली बनाउनु छ भने दुईवटा एकदमै प्रभावकारी उपकरण छन्। आउनुहोस् अब तिनको बारेमा कुरा गरौँ। ती दुई प्रक्रियाहरू हुन् कृतज्ञता र मानसिक चित्रण। कृतज्ञताले अहिले हामीसँग जे छ त्यसमा ध्यान केन्द्रित गराएर हाम्रो वर्तमानको ऊर्जालाई सकारात्मक बनाउँछ। अर्कोतिर मानसिक चित्रणले भविष्यमा हामी के चाहन्छौँ त्यसमा ध्यान केन्द्रित गराएर त्यसलाई वास्तविकतामा ल्याउन मद्दत गर्छ। कृतज्ञता अभ्यास गर्दा हाम्रो ऊर्जामा तुरुन्तै सकारात्मक परिवर्तन आउँछ। आफूसँग भएका साना साना कुराहरूका लागि पनि जब हामी धन्यवाद दिन्छौँ, हामी ब्रह्माण्डलाई एउटा सन्देश पठाइरहेका हुन्छौँ कि हामीसँग प्रशस्त छ। यसले गर्दा जीवनमा अझ धेरै राम्रा कुराहरू आफै आकर्षित हुँदै जान्छन्। अब कुरा गरौँ मानसिक चित्रणको। यसमा चाहिँ हामीले चाहेको कुरा पाइसकेको र त्यसको मज्जाले आनन्द लिइरहेको एउटा स्पष्ट चित्र आफ्नो दिमागमा बनाउँछौँ। जब हामी त्यो कुरा पाइसकेको जस्तो शक्तिशाली सोच र भावना महसुस गर्छौँ, तब आकर्षणको नियमले त्यसलाई वास्तविकतामा बदल्न काम सुरु गरिहाल्छ। अब हामी अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौँ, जहाँ यी सबै अवधारणाहरूलाई व्यक्तिगत शक्तिसँग जोडेर हेर्नेछौँ। लिसा निकोल्सको यो भनाइ कति शक्तिशाली छ। यसले द सिक्रेटको सबैभन्दा ठूलो सन्देशलाई समेट्छ। आफ्नो जीवन कस्तो बनाउने भन्ने शक्ति र जिम्मेवारी हामीभित्रै छ।
हरेक व्यक्ति आफ्नो कथाको लेखक आफै हो। र द सिक्रेट भित्रको पनि रहस्य सायद यही नै हो। जीवनमा चाहेको कुनै पनि कुरा छिटै पाउनु छ भने त्यसको सबैभन्दा सजिलो बाटो हो अहिले नै खुसी र आनन्दित महसुस गर्नु। जब हामी खुसीको फ्रिक्वेन्सीमा हुन्छौँ तब खुसी दिने सबै कुराहरू आफै चुम्बकले जस्तै तानिन्छन्। अन्तमा एउटा प्रश्नबारे सोचौं। कलम हरेक व्यक्तिको हातमा छ। अब प्रश्न यो हो, आफ्नो जीवनको कथामा के लेख्ने? यो निर्णय त हरेक व्यक्तिले आफैले गर्नुपर्छ, होइन र?